यो चाहिँ सानलाईको विशेष रेसिपीले हामीले पुलाउ पकाउन लागेको छौँ। हेरौँ अन्तिमसम्म कस्तो हुन्छ। घिउ हालियो यसमा है, खाना घिउ भन्छन् यसलाई। हालियो क्या त्यो उसमा थाला थियो। पानीमा घिउ हाल्ने बेला भयो होइन। त्यसको साइडमा राखिदिनु त पग्ने लाग्यो। पौलीको पुरा जमेछ क्या फेरि। जाडो छ नि जाडो। घिउ पहिल्यै राखेको यस्तो हुन्छ क्या उठु गएछ बिचरा। यो चाहिँ यहाँ चलाउने कि पानी हाल्नु गर्न पर्छ। 20 किलो पानी हालिदियो ल। पानी छ भने हेमा खाना पनि ल हुन्छ भयो दिउँ। भयो सेफ्टी भयो अरे। पानी चाहिन सक्छ तातो। घिउ हालेको भात। घिउ दलेको भात। यो बाबुराम बिहानै 6 बजे आएको भनेर उसलाई चलाउन दिन्छौँ। विज्ञहरूले टिकाराम दाई, सालदुजु, हरिदाई, म लगायतका विज्ञहरूले यसरी पकाउने भनेर सिकाउँदैछौँ। छामेर कमान्ने मजा यस्तो बल्ल सबै कुरा सुनेर पर्छ। साल दाजुले यहाँ घिउ हाल्न लाउनु भएको छ। भित्र हाल्नु कपडा। त्यहाँ माथि यो पनि हाल्नु हुन्छ। के यो कस्तो फोहोर छैन। छैन छैन पर्दैन। अब कोइला हाल्नु मन यहाँ। बेलचा यसलाई नहटाएसम्म त भित्र बढिहाल्छ नि त। ओए बुढा यहाँ अब डाइरेक्ट खडा मसला हालेर मासु हाल्ने त होला। तलबाट रातो भयो भने माटो हाल्ने प्रक्रिया हो साललाई। आगो आगो बढी भयो क्या तल। हुन्छ हुन्छ खानु। पाके होइन आमै छ पाके नपाकेमा ढाक्नु पर्छ हेर्नु त पाके छैन। थाहा भएको ए भनेपछि तपाईँ यहाँ बाहिरबाट हेरेर यो रेडी भएर पाएको है ल अन्तिममा। चुपुक्कै ठाउँ राख्नु। अहिले पकाउनु पर्छ भने फेरि हाल्नुपर्छ। नचलाम है अब। होइन चलाउने फर्लक्क पारेर